करैयामाई गाउँपालिकाद्वारा सञ्चालित अन्तर्विद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन आज विभिन्न खेलहरू आयोजना भयो, जसमा विद्यार्थीहरूले आआफ्नो प्रदर्शन गरे। यसमा विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको राम्रो उपस्थिति रहेको थियो। आज भएको खेलमा छात्रातर्फ 400 मिटर दौडमा सहजोली मावि प्रथम भएको थियो। त्यस्तै छात्रतर्फ 400 मिटर, छात्र दुवैमा 1500 मिटर, 4 गुना 100 मिटर, 4 गुना 400 मिटर दौडमा जनता मावि उम्जन प्रथम भएको थियो। 1500 मिटरको दौडमा जनता मावि उम्जनका पप्पू यादवले उत्कृष्ट प्रदर्शन गरेका थिए। अन्य प्रतियोगिता 200 मिटर टाढा हुँदै उनले प्रतियोगिता पुरा गरेका थिए। जित पछिको उसको प्रतिक्रिया एकचोटि सुनौ। करैयामाई गाउँपालिकालाई उहाँले हाम्रो चाहिँ दोस्रो यो राष्ट्रिय च्याम्पियनसिप ल्याउनु भएको छ र म एकदमै खुसी छु। मिटरमा फर्स्ट भएको। त्यस्तै ज्याभलिङ थ्रोमा पिप्रा मावि प्रथम भएको थियो। त्यस्तै हाइजम्पतर्फ छात्र तथा छात्रा दुवैमा जनता मावि उम्जन प्रथम भएको थियो। यसै गरी छात्रातर्फको 4 गुना 400 मिटरको दौडमा पनि जनता मावि प्रथम भएको थियो भने भलिबल खेलमा जनता मावि फाइनलमा पुगेको छ भने अन्य खेलहरूमा पनि राम्रो प्रदर्शन गरेका छन्। कार्यक्रमको सफलताको लागि सहजोली माविका प्र रामबाबु यादवज्यू र पिप्राका प्र सन्तोष राजले शुभकामना व्यक्त गर्नुभएको थियो।